हेलो साथीहरू, सेवा साथीहरू, के छ? सन्चै हुनुहुन्छ होला सबैजना है। म पनि सन्चै छु, ठिकै छु। विशेष म चाहिँ गाउँमा छु। गाउँबाट हाम्रो दैनिकी कामहरूको भिडियो लिएर आउँदैछु म। र सबैले मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर प्लस मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर मलाई साथ दिनुहोस् ल। गाउँमा विशेष गाउँमा गरिने कामहरू, दैनिकीकै रूपमा गरिने कामहरूको भिडियो चाहिँ मैले लिएर आएको छु र लिएर आउँदैछु है। कस्तो लाग्छ कमेन्ट पनि गर्न नभुल्नु होला है। अर्ग्यानिक गाउँले जीवनलाई चाहिँ मैले यहाँ लिएर आउँदैछु। अर्ग्यानिक गाउँले जीवन र अर्ग्यानिक गाउँले जीवन दैनिक अर्ग्यानिक गाउँले जीवन प्लस दैनिक गरिने कामहरू मैले लिएर आउँदैछु है। ओहो, यस्तो छ मेरो गाउँको घर, बाँसघारी बिरुवा। ल हेर्नुहोस् न है, फलो घर। मेरो बारीहरू मैले क्लिन पारेको छु के, किनभने काम गर्नेलाई सजिलो होस् भनेर है। ला स्टोफोर है, छोडेको घर मान्छे नबस्ने घर है। केराको ठाउँमा यस्तो भइसक्यो अवस्था। टाँकीको पातहरू यसरी झरेको छ, त्यो टाँकीको घाँस हो है, यसरी झर्छ के। अहिले यिनीहरू चाहिँ म सफा गर्दैछु। यो यिनीहरू सबै सुकेको पातहरू झर्नुपर्छ होइन। बाहिर चुल्हा सब सफा गर्नेवाला छु यसरी के। जस्तै भए पनि आफ्नो घर माया लाग्छ है। यसरी मैले अनि यो क्लिन पार्दै आएको छु। क्यामेरालाई नभ्याउनु भयो त भाइ। यसरी यो चाहिँ के भन्नुहुन्छ भने नि, केरा घरी सुकेको केराको पातहरू झारेर मैले क्लिन पारेको छु कि। अझै डढाउनु पर्छ होइन। अनि खुर्सानीको बोटहरू, फुलको बोटहरू यस्तो सुकेको अवस्था पार नभएर। अनि यो चाहिँ सासू ससुरा बित्नुभयो नि त, अनि भेला हुन्छ है। अनि कामहरू गर्दाखेरिको कति धेरै त फ्यालेकै हो, तर पनि बाँकी चाहिँ एकैचोटि डढाउनलाई चाहिँ अब बाल्नुलाई चाहिँ बाल्दैन के, चिसो। अनि सुकेपछि चाहिँ राम्रो हुन्छ र आज चाहिँ फेनन्सले म जलाउन आँटेको। यहाँ चाहिँ प्लास्टिकको ग्लासहरू अनि पोलिथिनहरू छ है। पेप्सीहरू मैले सबै फालिदिएको छु, डोका जम्बो पेप्सीहरू होइन। बियरको बोतलहरू चाहिँ त्यति छुट्टिएको रहेछ, त्यहाँ राखिरहेको छु। र यिनीहरू पनि डोका फालिदिएको थिएँ, यहाँनिर रहेछ। फेरि यो यति निकालेको छु, यो जल्दैन नि त यिनीहरू। अनि यो यस्तो क्यारेटहरू चाहिँ त्यहाँ सबै हालेको छु। यो यिनीहरूले बाल्ने हो। अनि मैले मेरो घर अब अझै मैले लिप्नु छ मेरो घरलाई। उहाँको बेला लिपेर जानेछु मेरो घर एकदम क्लिन पारेर है। अनि बिचार मेरो छोरीको जुत्ता मेरो छोरी छोडेर आएको छु तल है। छोरीको जुत्ता देखेर मलाई या त यस्तो छ। अनि बिचरा यति राम्रो जुत्ता त्यसैमा पुरेको रहेछ। यो चाहिँ मैले निकालेको छुट्टाको।
अझै म आगो लाउँछु यसमा। ल बल्न सुरु गरेँ है साथीहरू, त्यसम्म पुऱ्याउनु छ। ए ल अब यताको भाग सरसफा गरेर केराको ठम्बाहरू सफा गरेर यिनीहरू जलाउनु पर्ला। केराको ठम्बा प्लस यो यता पनि धुना टपरीहरू है, ग्लासहरू छ के, त्यही काममा चलाएकोहरू सबै मैले क्लिन पार्दैछु। त्यताको त्यसरी सकाएँ, सफा गरेर डढाइओरी अनि डढाइओरी अब यो जलाउने के यो ए थुपारी ढुना ग्लास होइन। यसरी यो चाहिँ केराको ठाउँमा नि त्यो चाहिँ केराको पातहरू पनि मिसिएको छ है। यो केराहरू सफा गर्नु पर्यो नि त, यिनीहरू फल्छ नि त टन्नै। भर ठकै लागेको अवस्था है। अब यताबाट पालो यताको फ्रुटको हेर्नु साथीभाइहरू, फोहोर भेला पार्दा पार्दा पार्दै रेडबुलको एक्सट्रिमको खोलाहरू बटुल्दै अनि कार्टुनहरू है। अब अन्तिम अब चाहिँ अन्तिम हुँदै आउँदै गरेको अवस्था। यतिसम्म गरिसकेँ। अब रोड चाहिँ उति यहाँ छ, रोड चाहिँ यति हिँड्नुपर्छ है हाम्रो घर आउँदाखेरि चाहिँ। अनि अब यो बाँसघारीमा अब यो अन्तिमको यहाँ यो बाँसघारीमा खेल्न चाहिँ गलत गरेँ कि जस्तो लागिरहेको थियो मलाई, तर ठिकै हो। अब पानी परेन, पछि डढाउन सजिलै हुनुभयो। यहाँ पनि एक्सट्रिमहरू आम्मामामामा चाउचाउको अनि फ्रुटीको खोलाहरू, चाउचाउको तिनीहरू त जलाउँदा हुन्छ कि, तर कस्तो भने एक्सट्रिमको यो खोलाहरू चाहिँ नहुने भयो। अब म यिनीहरू छुट्याउँछु फेरि, अनि यिनीहरू पनि सबै भेला पार्छु। अब चाहिँ अन्तिम हुँदै आउँदैछ, लास्टै मलाई एकदमै गाह्रो पनि भइसकेको अवस्था छ है। यति खड्डा फाइनल्ली अब चाहिँ अन्तिममा पुगेको छु म है साथीहरू। आहा अब यति बाँकी छ। यो चाहिँ त्यो लासलाई राखी यो चाहिँ लासलाई राखिसकेपछि मलामीहरूलाई खाजा पनि लगिदिने चलन हुन्छ हाम्रो संस्कार अनुसार। त्यही क्रममा यहाँनिर खाएको थियौँ कि हामीले त्यहाँनिर माथि त्यहाँनिर रोडमा, त्यसकै फुलहरू मैले भेला पारेको त्यो डराउँदैछु। चाहिँ अब अन्तिम छ तिम्रो सरसफाइ कार्य चाहिँ सकियो, फाइनल्ली क्लिन है। यस्तो जुठुल्लाहरू भन्छौँ हामी हाम्रो भाषामा। यो चाहिँ पातहरू झरेको यहाँ, अनि बाँकी सबै त्यो फोहोरहरू हो। अब चाहिँ सक्यो। मैले रोपेको किराहरू फलिरहेछ, मैले रोपेको भुइँकटार परबाट ल्याएर आएको भुइँकटारको बोटाहरू फलिरहेछ यिनीहरू पनि। ल मैले चाहिँ सब फोहोरहरू है, जलाएको सबै फोहोरहरू जलाइसकेर यो घर आँगनकै पनि एक ठाउँ मैले जलाएको थिएँ। यो चाहिँ खरानी पनि मैले उठाएँ र सबै मेरो त्यो जति पनि फोहोरहरू थियो जलाउनु पर्ने मेरो कामहरू मैले सकाएँ। र अब चाहिँ मैले अब यिनीहरू पनि मैले अब व्यवस्थापन गर्नेछु यिनीहरूको पनि।
हेर अब यही घर तिमीलाई जन्माउने बाउ आमाको हुँडा कडर गरेनौ। छोरासँगको वियोगमा बाउ आमाको छटपटी, ओठमा छोरा भन्ने ओड बाहेक केही थिएन। त्यो छटपटीले गर्दा तिमीलाई कन्ट्याक्टमा भिडियो कलमा कुरा गराउन खोज्दा पनि असफल भएको म जिम्मेवारीबाट साँधै टाढियो। के खाएको छ, के लाएको छ, कस्तो छ स्वास्थ्य स्थिति होइन। आफूलाई जन्माउने बाउ आमाको त्यो कहिले पनि तिमीले सोधेनौ, सोचेनौ। मैले कति फकाउँथेँ, सम्झाउँथेँ तिमीलाई, नलागेर कम्प्लेन पनि गर्थे, तर कहिले ठाडो कान लाएनौ। एक कल गर्न पनि सकेनौ बाउ आमालाई। फोक्सोको समस्याबाट ग्रसित बाउ अन्तिम स्टेजमा हुँदा रात दिन छोरा छोरा भन्नुहुन्थ्यो। थाहा छ नि तिमीलाई, धेरैजना छोरा गुमाएपछि बल्ल तिमी बाँचेको छोरा। तिमी बाँचेपछि संसारै जितेको महसुस गरेको बाउ आमालाई कति सजिलो फ्याल्यौ तिमीले। तिमीले जे भन्यौ त्यही गऱ्यौ हामीले। तिमीले जहाँ लगेर राख्यौ हामीलाई त्यहीँ बस्यौँ हामी। तिम्रो बोलीमा विश्वास गर्ने हामी। र सेल्फिस मान्छेले कहिले आफ्नो गल्तीहरू देख्दैन। गलत व्यक्तिले जबसम्म आफ्नो गल्तीहरू महसुसै गर्दैन नि कहिले सुध्रिँदैन। सुध्रिनलाई कसैले सम्झाएर होइन, आफू आफैमा मनैबाट बदलिनु पर्यो अनि मात्र सुध्रिन्छ गलत व्यक्ति। पक्कै यो भिडियो हेर्छौ तिमीले, टाढा छैनौ। मलेसियाको सुलेङ्गर स्थित मास्टर बक्स कम्पनीमा कार्यरत छौ तिमी। तिम्रो जन्मदाताको चिनारी यस्तो अवस्थामा तिम्रो लागि राखेको छु। यसरी आँगनमा हिँड्ने बाउ आमा, बारीमा काम गर्दै भारी बोकेर आउने तिम्रो बाउ आमा, साउनको 12 गते बाउ, मङ्सिरको 4 गते आमाले सधैँको निम्ति हामीबाट छोडेर अब यो अवस्थामा हुनुहुन्छ। मैले स्पेसल्ली तिम्रो लागि राखेको भिडियो। सासू ससुरा बित्नुभयो होइन। एक भाइ छोरो के अरे विदेशमा हुनुहुन्छ, अहिले पनि आउनु भएको छैन नेपाल होइन। अनि अब कुरीमा बस्ने त छोरा मान्छे चलन हुन्छ नि त हाम्रो समाजमा, अथवा भनौँ नेपाली समाजमा कस्तो हुन्छ भने छोरालाई बेसी प्राथमिकता दिएको भने जस्तो चलन, अथवा छोरा नै बस्नुपर्छ भन्ने खालको हुन्छ नि त। त्यो भएको कारणले गर्दाखेरि मेरो सासुरा साउनको 12 गते बित्नुभयो। मेरो सासुराकोमा ठुल्दाई ल्याइराखेँ होइन, जेठाको छोरा, म साइलाको बुहारी। अनि मेरो सासुमा मङ्सिरको 4 गते बित्नुभयो। अनि मेरो सासुमाकोमा चाहिँ मैले के अरे कान्छा दाइलाई राखेँ के कुरीमा। अनि अब के अरे कुरीमा राखेपछि चाहिँ अब हाम्रो रिट हुन्छ कि, रिट अनुसार दाजुभाइमा चाहिँ अंशहरू पनि दिने गरिन्छ। लिनेले लिन्छन्, नलिनेले लिँदैनन् दाजुभाइमा चाहिँ दाजुभाइमा। तर मेरो चाहिँ खासै अनि मेरो यो मैले चाहिँ ठालबुटिकाहरू देखेर छु, किनभने मेरो श्रीमान हुनुहुन्न नि त। मैले अंशहरू दिने, जग्गाहरू दिने कुरो भएन। मेरो श्रीमान नेपालमा हुनुहुन्न। त्यो भएको कारणले मेरो श्रीमानले होइन, मैले राखेको नि त दाजुहरूलाई कुरीमा। त्यो भएको कारणले मैले चाहिँ मेरो तर्फबाट चाहिँ थालबुटिकाहरू दिएको छु, टोपी होइन, ठुल्दाई र सानदाईलाई। अनि डेमालाई चाहिँ साया चौमा शिर उभाउने दिएको छु। डेमा हुनुहुन्छ नि त, हाम्रो देवा पो हुनुहुन्न, जानुभयो स्वर्गवास। तर डेमा हुनुहुन्छ र पनि मेरो सासुमा बित्नु भएको बेला मैले डेमा हुनुहुन्छ जिउँदै र पनि मैले राखेँ दाइहरूलाई कुरीमा। मैले नै भनेर मैले डेमालाई शिर उभाउने मेरो तर्फबाट मैले आफैले केही सोचेर होइन, लगभग 90 वर्षको हुनुहुन्छ डेमा। दाइहरूलाई चाहिँ यस्तो मैले मिलाएको छु। फाइनली मैले चाहिँ मेरो ससुरा बित्नु भएको छ। त्यही भएर फाइनली मैले चाहिँ दर्ता गरेर आएको छु कि मृत्यु दर्ता प्रमाणपत्र। के गर्नु, छोरा बाहिर नगरी नआउने रहेछ। अब कानुन मान्नै पर्छ होइन। मैले
नाटा प्रमाणित प्रमाणपत्र मैले बनाएर बुहारी हो नि त, बुहारीको नाटा प्रमाणपत्र बनाएर मैले यसरी दर्ता गरेर आएको छु के। नाटा प्रमाणित प्रमाणपत्र यसरी बनाउनु पर्दो रहेछ, मैले बनाएर आएको छु। एन्ड कस्तो लाग्छ मेरो भिडियो कमेन्ट गर्नुहोला, साथै मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर मलाई साथ दिनुहोस् ल। बाई।